हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल सुभाष ब्लगमा सबैलाई स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला। आज भने म फरक विषयमा छु। विषयवस्तु यो छ, भारतको नवी मुम्बई, महाराष्ट्रको नवी मुम्बईबाट मुम्बई जाने यात्रा। वासीको बाटो जाँदै हुनुहुन्छ भने यसरी मुम्बई जानुपर्छ। वासीको बाटो यहाँबाट जानुपर्छ। हेर्न सक्नुहुन्छ गाइस, नवी मुम्बई पनवेल हुँदै वासी हुँदै बम्बईतिर, पश्चिम बम्बईतिर जाँदै हुनुहुन्छ भने यसरी जानुपर्छ। यहाँबाट जानुपर्छ। हाम्रो चाहिँ टुर यताबाट गएको थियो। अब चाहिँ हामी यहाँबाट अगाडि गइसकेपछि यता चाहिँ टोल आउँछ। यो टोल चाहिँ बाइकहरूको लागि फ्री हो, बाँकी बाइक र अटोको लागि फ्री, बाँकीलाई टोल भर्नुपर्छ। मुम्बई जानको लागि टोल चेकिङ हुन्छ। टोल नाका भनेको यही हो। हामीलाई चाहिँ एउटै मात्रै टोल लाग्छ, यो चाहिँ मुम्बई नाकाको टोल हो। हामीले चाहिँ अब यो टोल क्रस गरिसकेपछि गयौँ अगाडि। यस्तो रमाइलो ठाउँ थियो, यति धेरै गाडी, हेर्नु न, रोड पनि यति दामी के डबल टेबल जति हान्दा पनि हुने के। यस्तो ठाउँमा जाँदाखेरि चाहिँ आफूलाई चाहिँ एकदमै गर्व फिल भयो होइन। ओ माई गड, यस्तो धेरै राम्रो ठाउँ भन्ने भयो कि। बट यति धेरै, हेर्नु न, उताबाट हामी चाहिँ ट्रेन, वासीबाट चाहिँ हामी मुम्बई जाँदैछौँ नि, यो ट्रेनमा जान्छौँ कि। यसरी जाने हो हामी चाहिँ, यो ट्रेनबाट जाँदो रहेछौँ। अहिले बल्ल थाहा भयो नि त। अनि बाइकबाट यस्तरी यो बाटो रहेछ, बाजुमै ट्रेनको बाटो रहेछ कि। यताबाट ट्रेनमा पनि जाने रहेछ। पश्चिम मुम्बई जाँदाखेरि चाहिँ यताबाट जाँदो रहेछौँ। हामी चाहिँ वासीको बाटो हुँदै मुम्बई घुम्न जाँदाखेरि चाहिँ यहाँबाट गइन्छ गाइस। यसरी यो चाहिँ ब्रिज हो। ब्रिजको माथिबाट तल चाहिँ एकदमै समुद्र छ, माथि चाहिँ ब्रिज हो। यस्तो हुन्छ कि सुविधा। फेरि यहाँ त स्पिड पनि हुन्छ क्या, धेरै स्पिड हान्यो भने पनि फाइन हुन्छ है। यसरी क्यामेरा लगाएको हुन्छ, पुरा लाइटिङ हुन्छ। रातिको बाटो त फेरि झन् यति धेरै मजा हुन्छ नि। राति त कुरै नगरे हुन्छ, धेरै राम्रो हुन्छ कि रातिको बाटो त। यति धेरै राम्रो ठाउँ छ। हामी चाहिँ गइरहेछौँ कि होइन। सबै तपाईँहरूलाई हामी चाहिँ मुम्बईको नजारा देखाउने। हेर्नु न, बारिसको टाइम थियो, फेरि पनि चट्ट हामी तपाईँहरूको माझमा पुगिले। यतिखेर हामीसँग एउटा अटो अगाडि चलाउँदै हुनुहुन्थ्यो दाइले चाहिँ, अनि पछाडिबाट हिँडिरहेको थियौँ र हामीले अटोलाई पनि छोड्यौँ। र त्यहाँभन्दा पछि हामी हेर्नुहोस्, तपाईँहरूलाई ट्रेनको नजारा पनि देखायौँ। त्यहाँबाट ट्रेन जानुपर्छ र हामी यताबाट जान्छ भन्ने यात्रा हाम्रो चाहिँ निरन्तर अगाडि बढिरहेको थियो। यतिखेर हामी चाहिँ ठ्याक्कै हामी चाहिँ यो ब्रिजमै छौँ। ब्रिज पनि यति लामो ब्रिज हो होइन। हामी धेरै टाइम लाग्छ कि स्पिड हान्दा पनि, फेरि पनि हाम्रो ब्रिज सकिएको थिएन। ट्रेन चाहिँ हामीभन्दा छोडेर अगाडिसम्म गइसकेको थियो ट्रेन होइन। हामीले ट्रेन सँगसँगै जाने त चान्सै थिएन। त्यही भएर हामी चाहिँ एकदमै यो यात्रामा हामी चाहिँ ब्रिज सकिन लागेको छ। यो ब्रिजकै बाटो यति लामो थियो। हामी चाहिँ यसरी हिँडिरहेका थियौँ, यसरी गइरहेका थियौँ। हामी तपाईँहरूको माझमा मुम्बई जाने बाटो कहाँबाट हो, कसरी हो भन्ने गाइजहरू मलाई चाहिँ युट्युबमा गएर फलो गर्नु होला। र यतिखेर हाम्रो चाहिँ एकदमै ऊ भइरहेको थियो कि यात्रा चाहिँ एकदमै मजा भयो। न त पानी थियो, न त केही थिएन, मस्त थियो कि। त्यही भएर हामी चाहिँ अगाडिसम्म गयौँ। यो यात्रा हेर्नु न, ट्राफिक पनि यस्तै थियो। यो मुम्बईको ट्राफिक भन्ने कुराहरू हुन्छ नि गाइस, यस्तो हुन्छ कि ट्राफिकले होइन, कति सानो बाटोमा पनि हामी घुच्चेर गइरहेको थियौँ होइन। मेरो क्यामेरामा चाहिँ औँली लागिरहेको थियो कि। यो ट्राफिक यस्तो हुन्छ नि, ट्राफिक पुरै नगर्नुहोस् के। यो ट्राफिकमा हामी चाहिँ यस्तो गइरहेको थियौँ कि, यो ट्राफिकमा मेरो बार क्यामेरामा आङ्लो आइरहेको थियो कि। यस्तो ट्राफिक लाग्छ गाइस योमा। मर्निङ टाइम र नाइट टाइममा फर्किँदाखेरि, अफिस टाइममा जानुहुन्छ भने यति गाह्रो हुन्छ नि। यस्तो भइरहेको छ। हामी यात्रा गरिरहेको थियौँ। यस्तो रोड छ, यस्तो बाटो हुन्छ। यो मलाई चाहिँ के समस्या भएको छ गाइस, यस्तो हालत हुन्छ। हेर्नु न, मस्त बाटो थियो क्या। हामीले चाहिँ त्यो फाइनली त्यो सक्का थियौँ। पछि माथि चढेको, हामी माथि चढ्दाखेरि चाहिँ यस्तो दामी नजारा थियो कि। हामी ब्रिज चढेर
माथि जानुपर्ने थियो त्यो फेरि चढेर माथि जाँदाखेरिको यो नजारा हो गाइस तपाईँहरूलाई हामी देखाइसक्यौँ। यस्तो के ब्रिजमा पनि मस्त यताउति बाँधेर है चटके यस्तो लाग्ने ओ माई गड कति दामी छ है भने जस्तो कि होइन। यता चाहिँ मुम्बईको पहिलाको चाली अरे कि त्यो हामीले अहिले तलपट्टि अलिकति देखेको थियो त्यो मुम्बईको चाली हो। यो चाहिँ माथि चाहिँ एकदमै हाइवे हो क्या मुम्बई हाइवे एक्सप्रेस भन्ने हुन्छ। त्यो एक्सप्रेसमा त हामीलाई अलाउड हुन्न होइन बाइकवालालाई, तर हामी चाहिँ मतलब यो हाइवेमा थियौँ। पश्चिम मुम्बई जाने हाइवे हो यो। पश्चिम मुम्बई जाने हाइवेमा चाहिँ यो तलपट्टि छ देखाइ नै अलिकति त्यो चाहिँ पहिलाको चाली थियो अरे। त्यस्तो चालीहरू टुटेर अहिले चाहिँ ठुला बिल्डिङ बनेका हुन्, कम्पनी बनेका हुन् होइन। यस्तो महलमा जाने बाटो हो यो चाहिँ। हेर्नु न कति दामी ठाउँ छ क्या होइन। यताबाट 4 लाइन यताबाट 4 लाइन यस्तो के रोड बनेको गाइस हामीले तपाईँलाई देखाउँ। हेर्नु यस्तो ट्राफिक बिहानपल्टि त कुरै नगर्नुहोस् यति धेरै ट्राफिक होइन। यो ट्राफिकमा त हामीले कतिखेर कन्ट्रोल लाग्ने कि यस्तो आउँदै जाऊ होइन। यहाँ माथि चाहिँ कहाँ जाने भनेर माथि चाहिँ एरो दिएको हुन्छ, यता गएपछि यता हुन्छ। हामीले चाहिँ सायद ब्रिजबाट अगाडिबाट राइट हान्नुपर्ने थियो होला सायद होइन। त्यही भएर हामी चाहिँ ब्रिजको तलबाट गएका थियौँ। यहाँ चाहिँ हामी सिङ्गलमा रोक्यौँ, यसरी सिङ्गल लागेको थियो। हामी चाहिँ यसरी बेला बेलामा सिङ्गलमा फसिरहन्थ्यौँ कि यहाँ हेर्न सक्नुहुन्छ कति दामी ठाउँ बनाएको छ क्या होइन। हामी चाहिँ ठ्याक्कै उल्टो रिटर्न घुम्ने रहेछौँ होइन, चट्टै घुम्नुपर्ने रहेछ नि। यसरी हामीले चाहिँ यात्रा गरेका थियौँ मुम्बईमा गाइस। मुम्बईको यात्रा यो चाहिँ अँधेरी दादर जाँदाखेरिको बाटो हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि यसरी मुम्बईको यात्रा गर्दै हुनुहुन्छ भने एकदम सहज भएर गर्नु होला। यस्तो कहिलेकाहीँ ट्राफिकहरू कहिलेकाहीँ हेर्न सक्नुहुन्छ पुरा बिल्डिङहरू होइन। यस्तो गाह्रो हुन्छ नि यो रोड पनि हामी तलबाट नसकेर माथि यस्तो ट्राफिक के होइन। यति धेरै ट्राफिक थियो यसमा त हामीलाई ठ्याक्कै कम्तीमा तपाईँको 10 मिनटमा पुग्ने बाटोमा आधा घन्टा लाग्छ कि यो बाटोमा यस्तो ट्राफिक हुन्छ होइन। महलमा जाने बाटो हो कि यस्तो नजारा देखाएँ गाइस तपाईँलाई मुम्बईको। यतिखेर हामी चाहिँ यो मुम्बईको यात्रामा यो ट्राफिक हेर्नु न गाइस। माथिपट्टि काम चालु रहेछ, त्यो सायद यो ब्रिजको काम चालु भएको कारणले गर्दा पनि ट्राफिक हुनसक्छ। ओ माई गड मुम्बईको ट्राफिक कतिखेर यस्तो लाग्छ यो ट्राफिकले ओस धेरै ट्राफिक छ है गाइस। यदि तपाईँ पनि मुम्बईको यात्रा यो बाटो गर्दै हुनुहुन्छ भने एकदम सहज भएर कस्तो लाग्यो भिडियो, जस्तो लाग्यो त्यस्तै सुझाव होला अनि प्रतिक्रिया दिनु नभुल्नु होला। भिडियोलाई